जुलुसमा एकजना एकदम स्कुल पढ्ने बहिनीले मेरो एउटा संवाद भन्दै हुनुहुन्थ्यो उहाँले एकदम म आएर स्टेजमा भन्छु भनेर खै हाम्रो प्रिन्स कहाँ हुनुहुन्छ पहिला तपाईँकै मुखबाट सुन्नु न प्रिन्स लाउनुहोस् मैले प्रिन्सको नाम त लिनै बिर्सिनँ प्रिन्स चाहिँ नि मेरो फेसबुकमा पनि हुनुहुन्छ र बेला बेलामा चाहिँ नि उहाँसँग मेरो फेसबुकमा चाहिँ नि एकदम च्याटिङ पनि हुन्छ उहाँको प्रत्यक्ष भेट्ने त मौका पाइरहेको थिइनँ मैले तर च्याटिङ हुँदा नै एकदम एउटा आत्मीयता बढेको थियो र मैले थाहा पाइरहेको थिएँ कि मेरो रगरगमा मात्रै मेरो रगत बगिरहेको छैन उहाँको रगरगतमा पनि मेरो रगत बगिरहेको छ ल भलो लागेको थियो तपाईँहरूले मलाई यसरी बिहेरिया बोलाउनु हुन्छ जस्तो त मलाई लागेको थिएन किनभने म एकदमै सर्ट पिरियडमा आएको थिएँ एकदम खुसी लागिरहेछ इन्जोय गर्दै हुनुहुन्छ होइन अन्त म राजेश दाइसँग मेरो एउटा भनौँ न उहाँले त मलाई अहिले चिन्नु भयो अहिले तर मैले उहाँलाई आज मलाई लाग्छ म सेकेन्ड लेफ्टिनेन्टको तयारीमा थिएँ मलाई लाग्छ 56 सालतिर हुनुपर्छ अनि सेकेन्ड लेफ्टिनेन्टको मैले लास्ट फाइनल सकाएर चाहिँ त्यहाँ वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एउटा कार्यक्रम हुँदै थियो यहाँहरूको कलिउडको कार्यक्रम सायद मलाई लाग्छ त्यतिखेर चाहिँ म सेकेन्ड लेफ्टिनेन्ट त भइसकेको थिइनँ तर त्यहाँनिर राजेश सरलाई हेर्नलाई मात्रै त्यो गेटमा सेकेन्ड लेफ्टिनेन्टको त्यो आइडी थियो मसँग एउटा त्यो परीक्षार्थी थियो कि भइसकेको अफिसरको आइडी होइन परीक्षार्थी पनि सायद उहाँ इन्सपेक्टर पनि झुकिनु भयो मलाई छिर्न दिनुभयो त्यहाँबाट त्यहाँ चाहिँ लाटोहरू हुनुहुन्थ्यो कि गेटमा त्यो उहाँहरू बोल्नु पनि हुँदैन थियो अनि त्यसपछि उहाँहरूलाई त्यो आइडी देखाएँ त्यो आइडी देखाएर म चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र छिरेर उहाँलाई भेटेर उहाँसँग उहाँले लिनुभएको अवार्ड सायद मैले बिर्सेँ कुन फिल्ममा पाउनु भएको थियो सायद मलाई लाग्छ चण्डाल या समथिङ कुनै एउटा फिल्ममा उहाँले अवार्ड लिनुभएको थियो त्यो अवार्ड मैले उहाँको हातबाट लिएर फोटो खिचेर अहिले मेरो घरमा पनि लगभग राजेश दाइको हाइटमा त्यो अवार्ड झुन्डिरहेको होइन अनि एउटा कुरा के छ भन्दाखेरि उहाँको म अलिकति क्यारिकेचर गर्छु अलिकति दिइहालौँ न त होइन अनि उहाँले म पछि फेरि उहाँले रियल अब रियल भोइस तपाईँले सुन्नु हुन्छ होइन हेलो करिश्मा हेलो त हेलो परदेश जाँदैछु तर यसको मतलब यो होइन कि म तिमीलाई छोडेर सधैँको लागि जाँदैछु मलाई आशा छ अझ देश तिम्रो देश भनौँ या मेरो देश भनौँ एकदम तडपिरहेको छ हाम्रो यहाँ अपर्च्युनिटी कमीले गर्दाखेरि केही समयको लागि करिसम्म तिमीलाई छोड्नुपर्ने हुन्छ तर यो नसोच म तिमीलाई सधैँको लागि छोडेर जाँदैछु एक्लै दिन तिमीलाई लिन आउँदैछु कस्तो लाग्यो अब राजेश दाइकै मुखबाट सुनौँ कुनै डाइलेग होइन ह्यान्ड अफ आइरन होइन अब उहाँको फलामको हातको डाइलेग सुन्नु त्यसपछि फेरि मेरो एउटा रोमान्टिक एकदमै तपाईँहरूलाई मैले अहिलेसम्म यो कहीँ सेयर गरेको छुइनँ सायद मलाई लाग्छ प्रिन्स पारससँग मैले सिङ्गापुरमा भेट्दाखेरि यो अलिकति सेयर भएको थियो उहाँसँग उहाँसँग सिङ्गापुरमा मैले फर्चुनेटली अलमोस्ट 3 मन्थ हामीले सँगै बिताएका थियौँ अनि उहाँ पनि काइन्ड अफ फ्यानै हुनुहुँदो रहेछ अब राजेश दाइको बारेमा कुरा हुँदाखेरि उहाँले पनि त्यही फिल्म धेरै हेरेछु भन्ने कुरा गर्नुभएको थियो र मैले मेरो आफ्नो एउटा एकछिनपछि म त्यो कुरा भन्छु यहाँलाई अब त्योभन्दा अगाडि दाइबाट सुन्नु नि त एउटा डाइलेग साथीहरूको लागि यो हात सलाम छ दुश्मनको लागि यो हात फलाम छ सत्र स्मारक दुष्ट विनाशक प्रलयंकर हुमा तेरो लागि साक्षात मृत्यु शंकर हुमा एउटा खलनायक भन्ने चलचित्र मैले गरेको थिएँ सज्जनको लागि नायक सज्जनको लागि नायक दुर्जनको लागि खलनायक दुश्मनको नाम राम नाम सत्य छ अन्यायमा न्याय दिन राजेश दाइ आउँदैछ थ्याङ्क यू अब अलिकति सेयर गर्नु रमाइलो कुरा हो म राजेश दाइको मलाई लाग्छ एकदमै फ्यान हो देयर इज नो डाउट होइन आई एम भेरी प्राउड अफ हिम बिकज अब त्यसमा धेरै कुराहरू छ किन भन्दाखेरि मैले नेपाली फिल्म इन्डस्ट्रीमा एकजना मान्छेलाई मात्र रेस्पेक्टली भनौँ एकदम मेरो हाई रेस्पेक्ट छ उहाँमाथि हि इज नो अदर देन राजेश हमाल होइन उहाँ मेरै सामु हुनुहुन्छ आई एम भेरी प्राउड अफ हिम एन्ड आई एम भेरी लकी टु बी हियर इन द सेम स्टेज होइन
अनि एउटा कुरा के थियो भन्दाखेरि चाहिँ एउटा एकदम इन्ट्रेस्टिङ कुरा छ दाइको मेरो लाइफमा मैले गरेको दाइको लागि सायद हरिण सरलाई उहाँ जानुभएको छ हरिण सरलाई मलाई लाग्छ दाइ 2-3 चोटि जानुभएको जस्तो लाग्छ म हरिण सरलाईको हो जहाँ चाहिँ पवन मैनाली श्याम भट्टराईदेखि लिएर सम्पूर्ण धेरैजना कलाकार हुनुहुन्छ त्यहाँबाट निखिल उप्रेतीहरूदेखि लिएर अनि सरलाईमा राजदाई जानुभएको थियो म त्यतिखेर सिङ्गापुरमा थिएँ तर त्यो सरलाईको एउटा धेरै एउटा मसँग राजदाईको भनौँ न यसमा चाहिँ एउटा एक्सपिरियन्स कस्तो छ भन्दाखेरि चाहिँ राजेश दाईको एउटा फिल्म थियो गोपी कृष्ण भन्ने फिल्म मलाई लाग्छ त्यो फिल्म मैले मोर देन 10 टाइम्स हेरेको छु होइन त्यसमा एउटा बाँदर छ बाँदरको नाम चाहिँ मास्टर छ म यस्तो क्रेजी भयो कि अब मलाई बाँदर चाहियो गाउँमा हेर्नुहोस् है त्यसपछि उहाँले प्रायः त्यो के भन्दाखेरि चाहिँ चट्याङ भन्ने फिल्ममा उहाँले एउटा लकेट लाउनु भएको थियो त्यतिखेर त्यो लकेटलाई 120 रुपियाँ पर्थ्यो म एकदम सानो थिएँ होइन त्यतिखेर सानो अब स्कुल पढिरहेको समयमा थियो मुसुरो हाम्रो घरमा धेरै थियो मुसुरो एउटा साथीलाई बोकाएर मुसुरो बेचेर त्यो लकेट पनि किनेको थिएँ होइन त्यसै गरी अब त्यो बाँदरको कुरा गरौँ बाँदर अब लालबन्दी बिना चलचित्र हलमा चाहिँ सायद त्यतिखेर गोपीकृष्ण भन्ने फिल्म लागेको थियो अब बाँदर अब सबै साथीभाइहरूले राजेश मैले बाँदर बोकेको छ खोइ तेरो बाँदरसँग छैन त्यसरी राजेश भन्न पाइन्छ तेरि म कल पनि पालेको थिएँ अब त्यसपछि हामी बाँदर खोज्नलाई हिँड्यौँ त्यसपछि म पहिलेदेखि नै ग्रुपमा हिँड्न रुचाउने मान्छे अनि बाँदर खोज्न यो कहीँ मैले फ्ल्यास आउट गरेको छैन दिस इज द फर्स्ट टाइम आई एम सेयरिङ बिकज आई वान्टेड टु सेयर इन फ्रन्ट अफ हिम एन्ड दिस इज द गोल्डन अपर्च्युनिटी आई फाउन्ड एन्ड थ्याङ्क यू सो मच राजन दाई एन्ड देन कौशल सर अर्गनाइजरहरू सबैलाई अनि त्यसपछि बाँदर खोज्नलाई हामी गयौँ एउटा मन्दिरमा भेट्यो बाँदर एउटा बाबाजीले बाँदर नचाएर पैसा उहाँले गाउँमा चामल सामल किन्ने रहेछ त्यसपछि मैले उहाँलाई त्यो बाँदर अनि म गुन्डा गुन्डा टाइपको मान्छे थिएँ उहाँकै स्टाइल फलो गर्थेँ तर उहाँले पर्दामा भिलेनलाई कुट्नुहुन्थ्यो म चाहिँ अब त्यो पाउनलाई नि अब उहाँलाई पनि अब यसो अलिक धम्काइ सबै गरेर अनि उहाँ बाँदर बेच्न रेडी हुनुभयो 250 रुपियाँमा अब 250 रुपियाँ छैन गोलीमा एकदम अब गोपीकृष्ण त्यो टाइमको कुरा हो त्यसपछि फेरि मुसुरो बेच्ने काम हो अनि त्यसपछि मुसुरो बेचेर बाँदर त्यो बाबाजीबाट बाँदर पनि किनेँ बाँदर किनिसकेपछि अनि भनौँ न मलाई लाग्छ 3 महिनाको लागि मैले उहाँसँग बाँदर ल्याएको थिएँ किन 3 महिनापछि त उहाँलाई डेली त्यो बाँदर नचाएर खाने मान्छेलाई अलिक गाह्रो हुन्थ्यो भनेर मैले 3 महिनाको अग्रिमेन्ट जस्तै थियो 3 महिनामा लिएकै इधर मेरेको लिएकै दिएन भनेको थियो ल हुन्छ भनेर अनि बाँदर लिएर म आएँ 1 महिनापछि अब स्कुलमा पनि त्यो नाना नपाउने बाँदरले घरमै राखेर बाँदर लान्थेँ आउँदाखेरि बाँदर त घरमै हुन्थ्यो अनि गोपीकृष्ण फिल्म हरिणमै चल्यो अब त्यसपछि मेरो दिमागले पनि अब बाँदर लानु हुन्न भन्ने मैले सोचेन बाँदर लिएर म फिल्म हेर्न गएँ गोपीकृष्ण भन्ने फिल्म हरिणको हलमा रात नाइट सो थियो पर्दाको बाँदर आउँछ मेरो बाँदर झम्टीको यो मैले गफ दिएको होइन लाइट ल्याएको छ होइन एकदम ट्रु स्टोरी हो पर्दाको बाँदर आयो यताको बाँदर झम्ट्यो नि पर्दाको बाँदरले भिलेन झम्ट्यो यताको बाँदरले त्यो बाँदरलाई झम्टिने भयो नि त बाँदर मेरो हातबाट उम्किएपछि त्यहाँ त नाइट सोमा मान्छेमाथि बाँदर कुदेपछि त्यो हल एकदमै होला मचेर मान्छे भागेको फिल्मै बन्द भयो त्यसपछि त्यो अब अनि अब कसले बाँदर ल्यायो के भन्ने कुरा हो अब मलाई सबैले चिनेको होइन अब त्यतिखेर त्यो हलमा चाहिँ सेयर होल्डरमा मेरो बुवा पनि हुनुहुन्थ्यो त्यसपछि अब चिन्ता भयो तर मलाई त्यो केही पनि भएन भनौँ न कसले अब सबै भाग भएको फिल्म चल्यो फिल्मपछि तर बाँदर हरायो नि त अब रातिको सो बाँदर कहाँको गएको अब कि अनि म एकदम चिन्तित थिएँ अब बाँदर कसरी फिर्ता गर्ने होला र प्लस बाँदर पनि लिएर अलिक गाउँमा चाहिँ अलिकति लिएर हिँड्दाखेरि म राय सम्हालै भएको थिएँ आफ्नो फिल्म पनि हुन्थ्यो त्यसपछि अब बाँदर भनौँ न नाइट सो सकाएर भोलिपल्ट बिहान फेरि बाँदर घरमै आयो दाइ त्यस्तोसम्मको एउटा एक्सपिरियन्स छ र राजेश दाइको बारेमा मलाई जहाँसम्म लाग्छ धेरै कुरा पनि थाहा छ सायद उहाँले 1985 मा फेसन होइन मलाई लाग्छ फेसन नेट होइन इन्डियाबाट उहाँले आफ्नो करियर एउटा मोडलिङको हिस्सामा सुरु गर्नु भएको जस्तो लाग्छ त्यसै गरी उहाँले फर्स्ट फिल्म भागिरहेका थियो के अरे त्यसपछि फेरि एकदेखि विश्वबाट उहाँले एकदम हामीलाई के भन्दा राम्रो फिल्म दिनुभयो तर मैले उहाँको फर्स्ट फिल्म हेरेको चाहिँ अधिकार भन्ने फिल्म हो त्यो फिल्म पनि मैले राय समाल भनेर हेर्न गएको छु होइन खासमा मिथुन भनेर हेर्न गएको म मिथुनले नेपाली फिल्म खेल्यो भनेपछि अब त्यतिखेर म मिथुनको धेरै ठुलो फ्यान त्यसपछि म राय समालको अलिअलि मलाई याद छ उहाँले यसरी बन्दुक राखेको पिक्चर थियो मतलब पोस्टरमा अनि मैले सोचेँ ओहो मिथुनले पनि नेपाली फिल्म हेरेर सब जानु पऱ्यो हेर्नु भनेर अनि म गएँ उहाँलाई त भैँसी लहटेको रातो टी सर्ट लाउँदा भैँसी लहटेको सिन मलाई अझ पनि मेरो मानस पटलमा ताजा छ है अनि त्यसपछि त्यो फिल्म हेरेर आएपछि मैले उहाँलाई त्यो गाउँमा हुन्छ नि अब फिल्म हेरेपछि कहानी भन्ने बानी हुन्छ मैले चाहिँ राजेश समाल हेरेँ कि मिथुन भनेर कुरा गरेँ अनि एकजना दाइ जो हामीभन्दा अलिकति
बुझेको दाइले चाहिँ उहाँ राजेश समाल के अरे मिथुन होइन राजेश समाल हो भने उहाँसँग मेरो आर्ग्युमेन्ट पनि भयो पछि त उहाँ राजेश समालै हुनुहुँदो रहेछ होइन त्यसपछि म सिन्स 2001 देखि म बाहिर छु तर 2001 सम्म चाहिँ मैले सायद राजेश समालको एउटा मुभी पनि छोडेको छैन होला एन्ड आइ एम भेरी प्राउड फर द्याट होइन स्टिल आइ एम भेरी प्राउड होइन मैले उहाँको मुभी हेर्छु एकदम हुन त म नेपाली फिल्म इन्डस्ट्रीलाई माया गर्छु भित्र मनबाटै माया गर्छु त्यसमाथि पनि राजेश समाल भनेको चाहिँ मैले रेस्पेक्ट गर्न लिने एउटा नाम हो अझ दाइसँग म स्टेजमा मेरो आफ्नो सेयरिङ गर्न पाउँदा खुसी छु होइन अनि त्यसपछि सायद त्यही भएर पनि होला उहाँको डाइलेक्टहरू अलिकति मलाई कण्ठ पनि छ होइन साथीको लागि हात सलाम हो दुश्मनहरूको लागि हात फलाम हो समथिङ लाइक दिस होइन अनि अर्को कुरा के छ भन्दाखेरि राजेश समालले बिहे नगरिकन युवराज कार्कीले बिहे नगर्नु पर्दैन यो एकदम ट्रु स्टोरी पनि हो भेरी बिग कोइन्सिडेन्स होइन आफ्टर यु गट म्यारिड एन्ड आई गट म्यारिड अल्सो मैले पनि हजुर अनि राजेश समालले बिहे गर्यो भनेपछि मेरो मम्मीले तुरन्त फोन गर्नु मलाई यहाँ अमेरिकामै ल तेरो हिरोले बिहे गर्यो ल त आइज बिहे गर्नु भन्नु त्यसपछि म पनि अब राजेश समालले धोका दिनुभयो यार बिहे न अब उहाँलाई फलो गरेर बसेको मान्छे अब उहाँले बिहे गरिदिइसकेपछि त मैले पनि गर्नु पर्यो यता फेरि मेरो भाइ पनि छ कान्छो भाइ अनि त्यसपछि उसलाई पनि टाइम दिनलाई भए पनि म जानुपर्ने भयो अनि त्यसपछि मैले लास्ट भर्खर यही इयरमा चाहिँ जुलाईमा बिहे गरेँ अनि त्यसपछि दाइको पुरा चाहिँ बिहे भएको पुरा हेरेर अनि त्यसपछि आई वाज भेरी एक्साइटेड अब चाहिँ मैले पनि गर्नुपर्ने भएको छ अनि त्यसपछि मैले पनि बिहे गरेँ दाइ होइन एकदमै अब भन्नुपर्दा मलाई लाग्छ आइ एम भेरी भेरी ह्याप्पी टु मिट यु एन्ड इट्स माई प्रिभिलेज टु मिट यु दाइ है जुलाई फेरि हाम्रो एउटा प्लान पनि छ हाम्रो साथीभाइहरूसँग अब फेरि पनि हामीले दाइलाई भेटाएर अहिले त एकदमै माहौलमा धेरैजनाले कम्प्लेन गर्नुभएको छ किन भन्दा यो विकडेजमा पऱ्यो विकेन्ड चाहिन्थ्यो खासमा अचानक भयो दाइको भ्रमण पनि मैले आएको चाहिँ घरसँग कुरा गरेँ उहाँहरूले एकदमै जे जस्तो छ उहाँहरूले पनि एउटा हिम्मतले गर्नुभयो कार्यक्रम अब पार्टिसिपेसन हाम्रो राम्रै भयो तर अझ राजेश समालको लागि मान्छेहरू एक्साइटेड छन् बे एरियामा मात्र नभएर मलाई लाग्छ होल वर्ल्डमै मलाई लाग्छ राजेश दाइको लागि एभ्री वान इज भेरी एक्साइटेड टु मिट यु एन्ड सी यु इन पर्सन त्यो अपर्च्युनिटी हामीले पायौँ वी अल आर भेरी ह्याप्पी एन्ड भेरी लकी टु राइट Thank you.